अब एउटा नाइट बोर्डको बारेमा चाहिँ एउटा सोल्युसन गरिदिनु त मेरो एकजना प्यारो भाइको लागि हो यो सोल्युसन। सायद अरूले पनि यसलाई अप्नाउन सक्नुहुन्छ। जसलाई थाहा छ ठिकै छ, जसलाई थाहा छैन उहाँहरूको लागि हो स्पेसियल्ली। अब त्यसको लागि हामी सिधै गुगल खोलिहाल्यौँ होइन त। गुगल खोलिसके पछाडि यहाँनिर गएर NIGHT नाइट अनि BOT नाइट बोट स्मलबाट लेखौँ होइन त। NIGHT नाइट बोट टाइप गरौँ। नाइट बोट टाइप गरिसके पछाडि यहाँनिर नाइट बोटको अप्सन आउँछ जसलाई हामी खोलौँ। नाइट बोट आइसके पछाडि हामी यसलाई नाइट बोटमा क्लिक गऱ्यौँ यसको अफिसियल उसमा। त्यस पछाडि हामी यहाँ नाइट बोट ड्यासबोर्ड आइसकिसकेको छ। अब हामी यहाँबाट सिधा ड्यासबोर्डभित्र छिरौँ। अब मैले चाहिँ यो पहिले नै नाइट बोट फिक्स गरिसकेको छु। यसमा ध्यान दिनुपर्ने कुरा के हुन्छ भनेदेखि कमान्ड्स होइन त, के कमान्ड दिने हो। जस्तै मानिलिउँ मैले यहाँनिर कमान्ड दिएको छु थिङ्क अथवा हाइप अनि 1K दाई FY, यो मैले दिएको हो। यो यसलाई न्यू कमान्ड एड गर्ने मैले पहिले नै एड कमान्ड गरिसकेको छु है। यो सबै जति पनि छ यो मैले एड गरिसकेको कमान्डहरू हो। जस्तै कमान्ड एड गर्न सिकाउँछु म सुरुमा भने। जस्तै यहाँनिर हामीले 1K लेख्यौँ एउटा बुझ्नको लागि। अब 1K लेखेपछि मैले के छ यसको मेसेजमा के लेखेको छु 1K सब्स सेलिब्रेसन्स 10-11 पार्ट्स गिभ अवे भनेको छ। अब हामीलाई यस्तै गरेर मैले यहाँ कतिवटा यति 10-15वटा तक मैले गरिसकेको छु भने 25वटा गरिसकेको 10-15वटा गरिसकेको छु भने पछाडि मैले न्यू कमान्डमा जाने। यहाँ न्यू कमान्डमा जाने त्यस पछाडि यहाँनिर एउटा कमान्ड लेखिदिने। जस्तै HELP हेल्प लेख्थेँ। त्यस पछाडि अब यहाँ हेल्प यसको मेसेज के हुनसक्छ यहाँनिर जे लेख्दा पनि भयो। जस्तै I want to help the poorest poorest people होइन यति गरिदिने। त्यस पछाडि यसमा छ अब रिक्वायर्ड युजर लेभल एभ्रीवान होइन त भएको। यसलाई मैले क्रिएट गरिदिएँ। अब कसैले यहाँनिर यसलाई मैले क्रिएट गरिदिएँ। क्रिएट गरिदिइसके पछाडि यहाँ हेल्प भनेर आयो होइन त। अब फेरि एकचोटि कस्टममा जाउँ, सरी फेरि कमान्डमा जाउँ। यहाँ हाम्रो हेल्प भन्ने अप्सन आइसकेको छ। कहाँनिर छ यहाँनिर हेल्प भनेको छ। अनि हेल्प आई वान्ट हेल्प टु द पुअरेस्ट पिपल, यहाँ मैले मिस्टेक लेखेको छु। यसलाई हामी एडिट गरौँ। फेरि यहाँनिर जाने यसमा जाने आई वान्ट टु हेल्प द पुअरेस्ट पिपल अपडेट गरिदिएँ। एउटा कमान्ड थप्यो। यसरी हो कमान्ड थप्ने भनेको। न्यू कमान्ड थप्ने भनेको यहाँ यसरी हो कमान्ड। अहिले हामीलाई यसको काम भनेको धेरै कुरामा छैन। एउटा त कमान्डको काम छ, त्यसबाट अर्को टाइमरको काम छ। कमान्ड यहाँबाट थप्ने हो यो कमान्ड। अब यस्तैमा कसैले आएर डिस्कर्ड DISCORD डिस्कर्ड्स लेख्यो भनेदेखि त्यहाँ टाइप गऱ्यो भने यहाँ डिस्कर्ड्स लेख्यो होइन। त्यहाँ त्यस पछाडि जस्तै अब डिस्कर्ड DISCORD डिस्कर्ड्स अनि के छ त हाम्रो डिस्कर्ड्स भन्दा GPESPORTS स्पोर्ट्स भनेर छ। अब यसको कसैले डिस्कर्ड लेख्थ्यो भनेदेखि के हुँदै भयो डिस्कर्ड GPE स्पोर्ट्स। अब यहाँनिर लिङ्क पनि हाल्दा हुन्छ हामीले है। यहाँ लिङ्क हाल्ने भनेदेखि चाहिँ तपाईँले लिङ्क कहाँबाट ल्याउने हो त्यो लिङ्कलाई कपी गरेर पेस्ट गरिदिनु। जस्तै फर इक्जाम्पल हामी एउटा लिङ्क पनि खोलेर निकालिहालौँ है त। एउटा लिङ्क पनि ल्याउँ, डिस्कर्ड्सको लिङ्क ल्याउँछु म। मैले डिस्कर्ड लिङ्क कपी गरेँ। त्यस पछाडि डिस्कर्ड लिङ्क अथवा कुनै पनि एउटा लिङ्क यहाँनिर मैले लिङ्क हालिदिएँ होइन त। अब यहाँ लिङ्क हालिदिइसके पछाडि यसलाई क्रिएट गरिदिने। अब कसैले च्यानलमा आएर कसैले च्यानलमा जस्तै कसैले डिस्कर्ड गर्यो भनेदेखि यहाँनिर हाम्रो ग्रुप खुल्ने हुन्छ। अनि अब यसलाई डिलिट गर्ने अप्सन यहाँ छँदैछ, यही भइहाल्यो होइन। एडिट गर्नु पऱ्यो भने यहाँबाट गर्नु पऱ्यो। अनि नयाँ थप्नु पऱ्यो भनेदेखि न्यूमा जानु पऱ्यो। यसमा अब हामी कमान्डको बारेमा बुझ्यौँ नाइट बोट्सको। अब हामी दोस्रोमा जाउँ टाइमर। योभन्दा अरूलाई खासै आवश्यक छैन अहिले। टाइमरमा जाउँ। यहाँ टाइमरमा मैले टाइमरहरू सेट गरेको छु। यहाँ टाइमर भनेको चाहिँ यो चाहिँ आफ्टर 5 मिनट आफ्टर 10 मिनट कति मिनटमा चाहिँ
लगाउने भन्ने कुरा। जस्तै मैले यहाँ टाइप 1मा FAQ लेखेको छु, अनि 10 इलाइट पास गरेको छ, 1K गरेको छु होइन, अनि डिस्कर्ड इन्भाइट भनेको छु, यो मैले थपेको, यो सब्सक्राइब भनेको छु होइन, अनि सपोर्ट्स गरेको छु मैले, यो मैले बनाएको हो। अब यहाँ गएर हामीले के गर्ने भने सिम्पली न्यूमा जाने, न्यूमा गइसकेर यहाँनिर टाइटल दिने। जस्तै टाइटल मैले के दिनुपर्ने भने इग्नोर, IGNORE इग्नोर OPPYT गरिदिएँ मैले। अब यहाँ मैले मेसेज लेखेँ, जे लेख्दा पनि भयो, IGNORE इग्नोर OPPYT help desk is here, love to help the peoples लगभग फुल स्टप गर्दै। अब यहाँ टाइमिङ छ, यहाँनिर टाइमिङ कतिको टाइम राख्ने, 5 मिनट 10 मिनट यहाँ हुन्छ, यहाँ थपगड गर्ने ठाउँ हुन्छ, यहाँनिर टाइमिङ बनाइदिने। टाइमिङ बनाइदिइसके पछाडि के गरिदिने, यसलाई क्रिएट गरिदिने। ठिक छ, यहाँनिर इग्नोर OPYT भनेर आइसक्यो, एउटा मेसेज हामीले यहाँनिर छोडिदिइसक्यौँ। अब फेरि अर्को न्यू बनाउनु पर्यो भने न्यूमा जाने, त्यो त भइहाल्यो। अब हामी यहाँ हटाउनु पर्यो भने, एडिट गर्नु पर्यो भने यही छ, यसले एडिट हुन्छ, यसले हटाउनु पर्ने हुन्छ। अब त्यस पछाडि अर्को के छ, अब अर्को एउटा इम्पोर्टेन्ट कुरा, जस्तै यहाँनिर कसैले हेलो भन्यो भनेदेखि, हिजो एउटा सोल्भ प्रब्लम आएको थियो, हेलो भन्यो भने अब दाई, यहाँ कसैले दाई लेख्यो भनेदेखि हेलो मेरो भाइ, अनि त्यहाँबाट यो गरे पछाडि युजरको नाम आउनु पऱ्यो नि त यहाँनिर होइन। अब यसको लागि हामीले के गर्ने भन्दाखेरि, मानिलिउँ मैले सिम्पल इक्जाम्पलको लागि मैले यो कपी गरिराखेँ। ल हामी कमान्डमै जाने, जस्तै युजर नेमको त्यो युजर जसले हेलो भन्यो भने त्यसको नाम चाहिँ कसरी देखिने त, त्यो हेलो, जस्तै इग्नोर OP भन्नु पऱ्यो नि। जस्तै इग्नोर OP भाइ च्याटमा आएर हेलो दाई लेखे नि त उनले, अथवा उनले हाई लेखे अरे, उनले हाई लेखे के भनेदेखि, अब उनको हाईको अप्सनमा हामीले के रिप्लाई दिन सक्छौँ त भन्दाखेरि, हाई भनेर हेलो मात्रै भनेर भएन नि त। अनि यहाँनिर हामीले लेख्यौँ हेलो लेख्यौँ, त्यस पछाडि मैले एउटा यहाँ कमान्ड कपी गरेको छु, जस्तै हेलो लेखेँ, अनि अब जे लेख्दा पनि भयो क्या यहाँ हेलो, त्यस पछाडि यो कमान्डलाई विचार गरौँ, हेलो, त्यस पछाडि अनि यो सेम यो ट्याग हेरौँ, हेलो हेलो भनिसके पछाडि ठ्याक्कै यो डलरको साइन, अनि त्यहाँबाट ब्राकेट ओपन, अनि युजर, त्यस पछाडि वेलकम इन स्ट्रिम्स ग्रेटफुल यो। अरू त्यहाँभन्दा अरूको कमान्डहरू आफै के लेख्ने हो त्यो गर्ने हो। यसको मेन की पोइन्ट भनेको चाहिँ अगाडिपट्टिको ग्रिटिङ भइगयो होइन, त्यस पछाडि अब हेलोको ठाउँमा जे पनि लेख्न सकिन्छ, हाई पनि लेख्न सक्यो होइन त। त्यस पछाडि अनि डलरको साइन युजर, त्यस पछाडि वेलकम इन द स्ट्रिम्स ग्रेटफुल फर यु भन्ने पछाडि चाहिँ अब यति गरिसके पछाडि यहाँनिर चाहिँ अटोमेटिकल्ली नाइटबटले युजरको नाम हालिदिन्छ, यहाँ युजरको नाम हालिदिन्छ, त्यस पछाडि अरू कुरा हालिदिन्छ, यसलाई गएर यहाँ क्रिएट गर्ने युजर नेम। जस्तै यहाँनिर नमस्ते, कसैले नमस्ते लेख्यो भनेदेखि, जस्तै यहाँनिर मलाई कसैले नमस्ते लेख्यो भने के हुने भयो त, नमस्ते लेखेकोमा नमस्ते, अनि त्यस पछाडि मिस्टर मिसेस जो पनि हुन्छ होइन, अनि डलरको साइन, अनि युजर आइडी, यही है ठ्याक्कै बनाउने तरिका यही हो। न्यूमा जाने होइन, न्यूमा जाने, जस्तै कसैले नमस्ते माथिबाट कमान्ड हालिदिने, कमान्डमा के छ नमस्ते छ, कमान्डमा के छ नमस्ते छ, यहाँ नेममा नमस्ते छ, अनि रेस्पोन्समा के छ नमस्ते, त्यस पछाडि मिस्टर मिसेस जो पनि हो होइन, त्यो मान्छे पर्टिकुलर मान्छेले जसले नमस्ते भन्यो उसको लागि, अनि डलरको साइन यहाँनिर कमा, डलरको साइन, अनि युजर साइन, अनि एक्सक्लामेसन साइन, यति गरिदिएर ट्याक्कै तलपट्टि गएर अपडेट यहाँ क्रिएट गरिदिने। अपडेट हुन्छ, यहाँ क्रिएट भनेर आएको हुन्छ, अपग्रेड, अहिले त अपग्रेड छ पहिले भएकोले गर्दाखेरि क्रिएट भनेर आएको थियो हुँदाखेरि क्रिएट गरिदिने हो। त्यसरी हो नाइटबटको सेटिङ भनेको। यदि कुरा गरियो भनेदेखि हुन्छ। अब कहाँबाट जाने एकचोटि फेरि रिपिट गरिदिन्छु, गुगलमा जाने हो, नाइटबट टाइप गर्ने, ड्यासबोर्डमा जाने। ड्यासबोर्डमा गइसके पछाडि 200 अप्सन हामी खेल्छौँ, एउटा कमान्ड खेल्छौँ, अर्को टाइमर खेल्छौँ। कमान्डमा खेल्नुको मतलब हामीले जे कमान्डहरू हालिदियो न्यू कमान्ड गरेर त्यहाँनिर के लेख्नु मन छ त्यो लेखिदिने होइन, अलिकति चलेका वर्डहरू लेख्ने हो, अनि त्यसको बारेमा मेसेज लेख्ने हो, त्यतिबाट चाहिँ क्रिएट भइहाल्छ। अनि अर्को टाइमर भनेको चाहिँ टाइम, कति मिनटको टाइम, जस्तै 10 मिनट 5 मिनट यहाँ टाइमर पनि सेटिङ गरेको हुन्छ। अनि यहाँ गएर
टाइमरमा गएर टाइमर गर्ने हो, न्यू टाइमर, त्यस पछाडि अनि मेसेजहरू लेख्नु, जस्तै सब्सक्राइब होइन त, यस्तो नोटिसहरू हालिदिने हो। अनि यहाँबाट एडिट गर्ने, यहाँबाट डिलिट गर्ने। ठिक छ, सायद यति भएपछि क्लियर भयो होला। अर्को भिडियो चाहिँ म स्ट्रिम एलिमेन्टको बारेमा लिएर आउनेछु यो पछाडिको है त। त्यतिसम्मको लागि धन्यवाद, गुड डे। युजफुल हुन्छ होला जस्तो लाग्दैछ मलाई। थ्याङ्क यू सो मच।